Hey guys, welcome back to my channel. So I hope सबैजना सन्चै हुन्छ होला। म नि एकदम सन्चै छु। सबैलाई विजय दशमीको धेरै धेरै शुभकामना। म नि रेडी भएर लुगासुगा लगाएर अब यस्तो तरिकाले भ्लग बनाऊँ भनेर हो। हाम्रो म्याम हुन्छ म्याम 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 के छ? के छ खबर? ठीक छ। कस्तो रहेछ दसैँ? दसैँ रमाइलो। खुसी हुन्छ? एकदम। बिखुसी किन हुनु र? ठिक छ त्यसो भए छोराको याद आएको छैन? कान्छो छोरा आयो, जेठो छोराको याद आयो भने अब अर्को वर्षसँगै चारैजना मिलेर मनाउनु पर्छ। अर्को वर्ष जेठो छोरो, अर्को वर्ष कान्छो छोरो, पालो गरी गरी आउनु। अब टिका लाउने सुरसार हुँदैछ। हामी चाहिँ दुईजना रेडी भइसकेर बसिरहेको छौँ। अब साइत पर्खिरहेको। साइत कति गरे? 11:53 होइन 11:53 को 53 को 12 बज्न झन्डै 12 बजेको साइत छ। अब अहिले कति बज्यो? 11 बज्यो होला। 11:05 यस्तै छ। हाम्रो चाहिँ यस्तै छ घरको अवस्था दसैँमा। अनि अब अहिले टिका लाउने बेलामा अहिले त 2-3 जना मात्रै छौँ। एकछिनमा टिका लाउने बेलामा धेरैजना हुन्छौँ लड। आज निस्किन ढोकाबाट बाहिर निस्किन पनि पाइँदैन। एकछिनमा थाकेर धेरै थाकिन्छ बेलुका। अनि घरमा अलिकति हाम्रो चाहिँ समस्या भयो क्या। अलिकति समस्या भयो, डेडी बिरामी पर्नुभयो हिजो बेलुका। त्यही भएर अलिकति दसैँ खल्लो जस्तो पनि छ। अस्ट्रेलियाबाट कान्छो छोरा आएकाले अलिक खुसी पनि छौँ। जेठो छोरो नआएकाले चाहिँ अलिक दुःख मनाउ पनि छु। त्यस्तै हो। ढाकाटोपी खोइ तपाईँको? अनि फेरि घरमा श्रीमानज्यू बिरामी भएर हिजोबाट ज्वरो पुरै अनि ज्वरो त थियो फेरि दबाई त खाएको। अब टिका लाएर चाहिँ हस्पिटल जानुपर्ने जस्तो छ हामी चाहिँ। अहिले कस्तो छ? ठिक हुँदैछ। तर बिरामी भए पनि यसो दौरा सुरुवाल चाहिँ लाएको है साथीहरू। दौरा सुरुवाल चाहिँ नेपाली पहिचान आफ्नो नेपालको भ्लग त भाषालाई मम्मीले बनाउनु रहेछ भ्लग त खतरा। बसेर लाउँदैन नपुरो भन्ने रक्षा गरौँ। कान्छो छोरो आएर धेरै खुसी भएर टिका लाउन ऊ भयो। आयम्रो नसुते श्रीन्त दशरथी सत्तरु छेरा गरी लौकी त किस्त पाउने मनन्त। This is night view of Inner Rasunsari, Nepal. This is Zonge and his mom walking. We are heading towards temple. Let's stop my vlog. This is my brother. This is my Ama. This place my father lost 70,000 rupees. चलपल हेर्नुहोस् गाइजहरू, चलपल ओबर छ। आम्मा ओबर गोरु आयो यार। अनि भर्खर बनाउँदैछन्। तर बेलुका चाहिँ छिटै बन्द गरेछन्। अघि चाहिँ केटाकेटी खेल्न दिएका थिए। यो भर्खर निर्माण हुँदैछ। निर्माण कार्य सुरु। यो अहिलेसम्म जेनजीको आन्दोलनले रोक्यो।
यो जेन्जीको नाममा बनाएको पार्क हो क्या गाइस सम्पन्न हुँदैछ हाम्रो इनरवा अलिक सुनसानै छ यतापट्टि उता भगवती मन्दिरमा चाहिँ पुरै मान्छेको चहलपहल भिड नाच कीर्तन भजन पूजा पाठ गर्दैछन् हामी पनि त्यहाँ सवारी भएर पार्कबाट हुँदै घरतिर प्रस्थान गर्दैछौँ आमा छोरा नाति 3 जना छौँ खाँदा लागिहाल्नु जमरा र खाँदा रातो अब किन लाग्यो नवदुर्गा भगवानले कान्छाको रक्षा गरून् चिताको कुरा पुगोस् कहाँ हुनुहुन्छ अलिक धेरै कमाओस् अस्ट्रेलियामा बस्छ यो अस्ट्रेलियाको चक्लेट लिएर आउनु पर्यो अर्को चोटि आउँदा त कहाँ त्यत्तिकै आएर हुन्छ र है कान्छो एकदम भगवान दाइना होस् चिताको कुरा पुगोस् नवदुर्गा भगवानले सधैँ रक्षा गरून् कान्छाको त्यही मात्र चाहियो अरू केही चाहिएन कमाइ मात्र राम्रो होस् मलाई टिका नलाए पनि आशीर्वाद चाहिँ दामी दिनु है ल ब्रो यहाँसम्म त म छुमा बस्छु स्क्रिनमा छु है राम्रो रिजल्ट आओस् कहिले नहोस् कसैले जिन्दगीमा धोका दिएको छ भने त्यो आफै जिल्लेर फेरि शरण लिन आइपुग्यो अयो कान्छा भर्खर खाएको छ आन्टीले राति सुन्नुभयो कि क्या यस्तो मजाक गरेको म त जमराएर खानु भगवान दाइ ल्याउनु चिताको पुगोस् नवदुर्गा भवानीले एकदम सधैँ हातमाथि होस् तल नपरोस् कहिले पनि एकदम पुगोस् अरू बढिया हुन चाहिए यहाँ हाम्रो भाइहरूको चाहिँ अब विदाई समारोह सम्पन्न भएको छ धन्यवाद शुभ दीपावली छठ पर्वको शुभकामना कान्छा घोषलाई गाडीलाई पनि लगाइदिउँ न है आज दसैँको टिका ओम लेख्देऊ न भइगयो नि किन ओम दसैँको टिकामा ओमै यसले जमरा लाउँदा नि झरिहाल्छ है कत्रा गाडीमा पनि जमरा लाग्यो दाइ हाउ आर फिलिङ ह्याप्पी हेर्नु न एकदम ह्याप्पी फिल हेर्नु नि तल्लो डन ल अङ्कल ल ल हाम्रो श्रीअन्तु अब हामी लागेको होइन लागेको गाइज खाँदा लाग्दैन अब चाहिँ खानासाना खाएर हामी चारवटासँगले अब खानासाना खायौँ कन्याम अब एकछिन बस्छौँ होला कन्याममा त्यस पछाडि हामी घरतिर जाने घरमा एकछिन कन्याममा बस्छौँ होला लास्टै चिज छ कन्याम फगी भइरहेको छ होइन केही भ्यू पनि देखिरहेको छैन ब्याड टाइम आए जस्तो छ सो हेरौँ अब एकछिन बस्छौँ घामसाम लाग्यो भने भ्यू स्यू देखाउँछु घामसाम लागेन भने चारवटासँगले हामी घर जान्छौँ त्यही हो अब जाडो छ लास्टै